है ल हेलो दोस्तहरु पानी खाऊ है पानी खाऊ हस् भन न यहाँ हल्का कपाल बाट्ने अवस्था राम्रै हुनै पर्यो टिममा आउन पर्यो ल बिमला दिदी कता हेरेको मान्दले जस्तो गीता सिस्टर इज ब्यूटी पार्लर खोल्ने अब बिचार राष्ट्रिय आमाको याद आएछ आमा ओहो हजुर रुकिने टेपिङ हुँदैछ वाउ नाइस प्रीति सिस्टर प्रीति सिस्टर प्रीति सिस्टर हेर्दै न गोल्ड मिसिन हाम्रो सिस्टर पिजी हल्का ल यता यस्तो यस्तो काम गरेर बस्नु भएको हेर सानो अन्डर 16 बहिनी नाथ सिस्टर गडबड हो गया और पोक गया हाम्रो घरे हिजो डेब्यु गरेको साई हमाल वाउ दाजुभाइ रे जसको चाहिँ सिङ छैन भने जसको चाहिँ कपाल छैन उसैको पार्नु पर्दैन आजको मेरो टी सर्टको थिम चाहिँ यति धेरै नजिक नआउनु न ओके टिम फिजियो सो दिस टी सर्ट यो टी सर्ट चाहिँ मैले अहिले लगाएको मेन रिजन के भने यो टी सर्ट लगाएर अहिले हामी म्याच खेल्छौँ अनि गोल्ड मेडल लिन्छौँ अनि गोल्ड मेडल लिएर त्यो टिम फोटो विथ गोल्ड मेडल र यो टी सर्ट चाहिँ मेरो क्लिनिकमा टाँसिन्छ सो द्याट्स माई यस मेरो क्लिनिक चाहिँ धुमाराईमा छ नेसनल फिजियोथेरापी रिह्याब सेन्टर सो त्यो नेसनल भनेको चाहिँ नेसनल राष्ट्रिय टिमलाई चाहिँ हामीले राष्ट्रिय टिम खेल्न राष्ट्रिय खेलाडी बन्नै सक्ने बनाउने भएको कारणले गर्दा द नेम वाज गिभन नेसनल त्यही भएर नेसनल टिममा यु विल कम ब्याक 100% स्योर भनेर है अनि यो नेसनल टिमले गोल्ड मेडल जितेको हो भनेर यो टी सर्ट चाहिँ त्यहाँ टाँसिन्छ उहाँ मेरो नेसनल फिजियोथेरापी रिह्याब सेन्टर क्लिनिकमा जसको यो टी सर्टमा जसले नाम लेख्नु भएको छ यो टिमको सबैजनालाई चाहिँ फ्री अफ कस्ट सर्भिस प्रोभाइड वेदर इट्स इयर 1 वर्षै वाला ट्रिटमेन्ट होस् या 1 दिन वाला ट्रिटमेन्ट होस् होइन र 2 वर्ष 3 वर्ष जति फ्री भनेपछि हेर हेर भिडियो नै प्रुफको लागि हो कि जे कुरा पनि प्रुफको लागि हो कि भिडियो भन्ने कुरा चाहिँ ल अब मैले गर्न सक्ने यति हो होइन मेरो अरू केही पनि स्किल छैन फिजियोथेरापी बाहेक सो फिजियोथेरापी चाहिँ यो फिजियोथेरापी चाहिँ यो टी सर्टमा नाम भएकोलाई चाहिँ फ्री ओके until unless you can come back to national team नआउँछसम्म ट्रिटमेन्ट फ्री थ्याङ्क यू म्याम थ्याङ्क यू यति भनिदिनु भयो धेरै खुसी लाग्यो
उसको चाहिँ अब भोलि आज डेब्यू गर्ने सायद मौका मिल्नेछ उसलाई। ऊ चाहिँ फर्स्ट टाइम वुमेन्स टिमको नेसनल टिममा पर्न सफल हुनुभएको छ हाम्रो चन्द्र भण्डारी। हेर्न सक्नुहुनेछ उहाँको पोजको फोटोज। कोही कपाल बाट्दै हुनुहुन्छ, कोही फोटो खिच्दै हुनुहुन्छ, कोही सिरियस भएर बसिरहनु भएको छ त्यहाँनिर, कोही टेपिङ गर्नु हुँदैछ यहाँ, कोही खाँदैछ। के भने दिदी यतिको ग्राउन्ड भएको भए यतिको ग्राउन्ड कम राम्रो हुन्थ्यो। पाउँदैन ग्राउन्डै छैन ग्राउन्डमा भएको भए कति राम्रो गेम हुन्थ्यो होला। अब नेपालमा ग्राउन्ड सबै पुरै त्यो सुक्खा बाढीले लागेको जतिको छ होइन, डर सुरु डाइ खानु यतिको ग्राउन्ड पायो भने त कम इम्प्रुभ हुन्छ। छँदै छैन त घरिघरि त यस्तो यसलाई चाहिँ दोष दिनु भयो। बेलामा कस्तो हुन्छ त पुरा 5 स्टार होटलमा बसिरहेको नि त होइन, यहाँबाट चट्टसँगले गयो एसी पुरा खोलिरहेको हुन्छ होइन, अनि गएर मजाले बाथटबमा अनि बेड हेरे त्यस्तै छ पुरा सोल्दा जस्तो च्याट्टै गएर सुत्दा बाथटब सावर लिएर सुत्दाखेरि कति आनन्द उडास लाग्छ भने नेपाली फुटबलरको जिन्दगी चाहिँ पाक्कै हो कि विदेशमा भएको भए चट्ट कार सर नेसनल प्लेयर रे भनेर सबले एक्सपोर्ट गाह्रो छ नि एकदम गाह्रो छ साथी। अर्को जन्ममा चाहिँ हामी युरोपको प्लेयर भएर जन्मिनु पर्छ। तपाईँ युरोपको अस्ट्रेलियाको अनि तपाईँको त क्यानाडाको सबै छुट्टा देश अर्को जन्ममा यही जन्म अस्ट्रेलियाबाट जन्मिन्छु तपाईँ क्यानाडाबाट फेरि नाम एउटै हुनुपर्छ। हिरा तपाईँको म पूजा अनि एउटै नाइस वर्क गुड वर्क गर्ल्स। टक्कसँगले होइन ट्रेनिङबाट होस् या म्याच खेलेर होस् यति दुःख गरेर आइसकेपछि होइन मजाले टक्कसँगले एसी होस्, फ्रेस यस्तै रुम होस्, यस्तै सुत्ने बेड होस्, कति आनन्द फिल हुन्थ्यो होला। के गर्नु नेपाली प्लेयर पर्यो, युरोपको प्लेयर भएको भए यतिखेर टक्कसँगले आफ्नै घर यस्तै हुन्थ्यो होला, गाडी पनि हुन्थ्यो होला होइन। के गर्नु नेपाली हुनुमा गर्व त गर्छु, तर फुटबल प्लेयर भएर अरूको हेर्दाखेरि चाहिँ अलिकति मनमा खिन्नता चाहिँ लाग्छ। म नेपाली हुँ, म नेपाली हुनुमा म एकदम गर्व त लाग्छ कि, तर अब अवस्थै त्यस्तो छ के गर्नु। ट्रेनिङ गरेपछि गेम खेलेपछि जाँदाखेरि त आनन्दले एउटा फ्रेस भएर बस्नु पायो भने कति मजा हुन्थ्यो होला। जाने बित्तिकै कोठामा गयो, त्यही भाँडाकुँडा, त्यही बेड, सबै कुरा त्यही। अलिकति रुममा गएपछि नि अलिकति रिफ्रेसमेन्ट होस् न, छैन क्या त्यस्तो वातावरण नै। अब इन्टरनेसनल गेम खेल्ने बेला चाहिँ बरु यस्तै 5 स्टार होटलमा कहिलेकाहीँ पाइन्छ, ठिकै छ। कहिलेकाहीँ अब यही के भन्छ अरे यही यसकै अब के भन्नु भन्दिनँ भनेर नि के भन्नु, जति भने पनि त्यही हो। रातो र चन्द्र सूर्य जङ्गिली साना लिपस्टिक लगाए क्या हो लगाउनु पर्छ। हाम्रो गहना भनेको लिप्स र टिप्सको लिपस्टिक। नाइस हेयर
कसले बनाइदियो कलाको धनी म हो कि के हो झुकेन यो कहिले निशान हाम्रो हिमाल जय चल्यो झुकेन यो कहिले यस्तो प्लेयर भनेको अरू खानामा हाम्रो सिस्टर आइसिङ गर्नुमा She is our one of the best physio. Gokhari. I'm not Gokhari. Gokhari. I'm telling you truth, ma'am. हैन अहिले चाहिँ हामी यहाँ काफ मसल्स रिलिज गरिरहेको हैन अनि त्यसपछि काफ मसल्सबाट हामीले यो सकाइसकेपछि अब ह्यामस्ट्रिङमा जान लाग्यो ह्यामस्ट्रिङमा चाहिँ बिचरा फुटबल खेलाडीहरूलाई कति दुःख हुँदो रहेछ भनेर यहाँ थाहा हुन्छ के कतिवटा दाग छ हेर्नुहोस् यो खुट्टा चाहिँ अब कालो हुँदा हुँदा पनि दाग देखिनु भनेस् त कति दुःख रहेछ सेतो खुट्टामा देख्यो भने एउटा हैन यति दुःख हुन्छ अनि पछाडिबाट ल ठिक छ खेल कम अन डु इट भनेर हुन्छ हैन भरे बिहाइन्ड द सिन इट्स अ लट अफ वर्क Yes, ma'am. It's a lot of hard work. खेलाडीहरूलाई एकदम दुःख छ मेन फेरि हाम्रो नेपालीहरूको चाहिँ के छ भने जित्दा मात्रै ताली दिएको गर्छ होइन हार्दा चाहिँ फेरि आमामा बेताली दिएर सानो बेगाली दिन्छन् अब त्यही गाली नखाने हिसाबले हामी यसपालि प्रिपेयर भएर आएको छ हैन एकदम लोडिङहरु पनि सबै मिलाछ पानी खाने मिलाछ हामी सक्छौं हामी गर्छौं हजुर we can we do our slogan is you know we can we do त्यही त हामी सक्छौं हामी वर्किङ छ टिम वर्क छ सबैभन्दा ठुलो चाहिँ टिम वर्क प्रिपरेसन पनि भइराछ अब हामीले कसरी कन्डिसनिङ गर्ने हैन अनि सुत्ने खाने अनि आफ्टर स्विमिङ पछि चाहिँ हामी अब साउना र स्टिम गर्नेछौँ स्टिम वर्क गरिरहेको रहेछ स्टिम जान्छु पहिले एन्ड आफ्टर देन आई विल गो साउना आउँछ कि छैन हुने रहेछ ओके त्यो मान्छेको टोइलेट जेस एकदम राम्रो रहेछ मसाज रुम पनि रहेछ मसाज चेन्जिङ रुम केटीहरू सुने हैन चटपटे पानीपुरी त्यो सुने अब हावाले मलाई मैले खाने कुरै छैन रहेछ होस् नखाने ल ल
Olga, tell me about this place. Okay. This is a historical building. Let's walk. Maybe it's 100 years old. Oh. People used to live here Oh. before 50 years like that. Oh. Now it's just, you know, for events and things like that. No one lives here anymore. Oh. So, And that old house? yeah, it's old houses for for certain, you know, people. Big people, big. Oh. Okay. We're going to the bus. Okay. That's all I know. I don't know more. Okay, thank you. He knows about all things. Yeah, you ask Dasan, please interview about the gender. About this. I don't know much, but I will try to answer the best way I can. So, what do you want to know? I want to know everything about this place. This place is more than 1,000 years old. Oh. Okay, and it's called Jeddah. It's the city. This entire city is Jeddah, but Yeah. up to 78, 80 years ago, the building inside this gate was only Jeddah. Oh. Okay, and there was a wall around the city, Oh. you know, to protect it from enemies when they attack. Oh, There yeah. was a wall around the city, and this was the gate. You can only enter the city from this gate Oh. with guards on top, you know, with the arch, with everything, Oh, yeah, I know. and the cannons and everything. Oh. So up to 70 years ago, only the building in this area was the city of Jeddah, and everyone lives in it. And most of the buildings, until today, we know this building to belong to which family. Oh. This building belonged to which family. This building belongs to which family. Actually, when we walked in, there was signs. Yeah, yeah. It's the family name. Oh, yeah. Who lived here, who lived there, who lived... Oh. And also the streets, some of the streets inside, the name of the street is the name of the family, because families used to live in one street. Father or grandfather, then uncles, all they live in one street. Oh. See? So we know that this street is, let's say, family Qurashi, like my family name, right? So all Qurashi family lives in this street. Wow. So it wasn't that big, yes. Oh. Wow, great to hear. Thank you. You are welcome. तपाईँहरूले सुनिहाल्नु भयो होला सबै एक्सप्लेन गरिसक्नु भएको छ It's such a nice place. It's looking like a बसन्तपुर के हो गाइजहरु के खेल्दैछौ क्यारम बोर्ड कहाँबाट क्यारम बोर्ड पायो मेड इन चाइनाको बुच्चा खेलाएको खेल्छ त अनि हेलो 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 त्यत्रो बोलेर चाहिँ सुन्दै सुन्दैन कस्तो इग्नोर गरे होला यो बसन्तपुर जस्तो लागेन केटी हो अहिले चाहिँ हाम्रो भिजिट सकिएको छ बसन्तपुरमा साउदीको बसन्तपुर यहाँ चाहिँ सबै ओल्डवाला घरहरू मात्रै हो यो सबै यो चाहिँ कति 100 वर्ष भयो भने जस्तो लागेको थियो यो चाहिँ ओल्ड सिटी हो यहाँको चाहिँ हैन देख्न सक्नुहुनेछ हजुरहरू Number 8 يوجد للسادة المسافرين على متن عربية الطيران الرحلة رقم 1 त्यो कन्फिडेन्सले हेर्नु पर्यो क्या
All passengers flying on board Air Arabia, flight number 145 departing to Jeddah are kindly requested to proceed now to gate number 21. يرجى من السادة المسافرين على متن عربية للطيران 1 4 5 والمتجهة إلى جدة التوجه إلى البوابة رقم 21. All passengers flying on board Air Arabia, flight number 145 departing to Jeddah are kindly requested to proceed now to gate number 21. يرجى من السادة المسافرين على متن العربية للطيران الرحلة رقم 1 4 5 جدة التوجه إلى البوابة رقم 21. अर्को टिकटक मारो त सुत्ने हिसाबले पो तिरेर भित्र के गर्नु 6 घण्टा ट्रान्जिट छ त अब यति त गर्नु परिहाल्यो नि ल रेडी गाइज क्यामेराम्यान चाहिँ बब्बल छ कि क्यामेरा वुमन बाजे हेरेको हेरेको छुट्टै छ लास्टै लास्ट अब अति नै भइसक्यो लास्टै लास्ट यत्रोजना मान्छेले हेर्दा चाहिँ केही नहुने अनि एकजनाले आफ्नै टिमले हेर्दा चाहिँ तिमीलाई त्यस्तो हुने कोचाउनु भयो क्या अनि केटीहरू चुपचाप भयो भने इन्जोय गर्ने बेलामा इन्जोय गर्ने खेल्ने बेलामा पनि खेल्ने होइन इन्जोय गरेर खेल्ने हो आजको दिन भोलि आउँछ भन्ने के ग्यारेन्टी होइन दुईवटा मोबाइल हातमा छ हात परिसक्यो ल आउँछ लास्टै नडराउ नडराउ कन्टिन्यू कन्टिन्यू छिटो क्यामेराम्यान चेन्ज भएको छ अब
रेडी Final call. All passengers flying on board Air Arabia. Flight number 145 departing to Jeddah are kindly requested to proceed now to gate number 21. النداء الأخير. يرجى السادة المسافرين على متن फेरि बिगारेको التوجه إلى البوابة رقم 21. All passengers flying on board Air Arabia. नाम राखेर जानु हैन जति हाम्रो हिमाल उच्च छन् यति नै उच्च नाम राखेर जानुहुन्छ भन्ने हामीले आशा राखेका छौँ र केही साथ सपोर्ट चाहिएको खण्डमा तपाईँहरूले हामीलाई केही माध्यमबाट कन्ट्याक्ट गर्न सक्नुहुनेछ हामी 24 घण्टा तत्पर रहन्छौँ हस् धन्यवाद हामीलाई स्वागत गर्न आउनु भएको छ हाम्रो नेपाली दाजु दिदीहरू अनि यता चाहिँ हाम्रो सानो बहिनी हुनुहुन्छ सानो माया भ्लगमा आउँछ नि फेरि